खुल गयो त हाम्रो गाइज साथीहरू हामी अब यो बोतल चाहिँ फ्लिप गर्न गइरहेका छौँ। यसरी फ्लिप गरेर जसले अन्याउँछ त्यसले चाहिँ अर्काको नाक यसरी च्यापिदिने अनि अर्कोको टर्न नआएसम्म यो चाहिँ यसरी बसिरहन्छ है त नाकमा। यस्तो गेम हामी खेल्न गइरहेका छौँ। हेर्दिनु होला है त हस्, हेर्दिनु होला है त हस्। बाट सुरु गर्नु। सिजर पेपर रक गरौँ न ल ल सिजर पेपर रक। के हो त के हो रक भने कस्तो हुन्छ? के हो रक भने कस्तो हुन्छ? यस्तो 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 हुन्छ यस्तो 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 हुन्छ यस्तो यस्तो गर्ने अनि यस्तो 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 जुन गरे नि यस्तो भयो। एउटा गऱ्यो भने यसो गऱ्यो भने कसले जित्छ? कसले जित्छ? यसलाई यसले जित्छ होइन। अनि यस्तो गरेको छ भने यसलाई काट्दैन होइन। अनि जस्तै समीले यस्तो गरेको छ भने यो पेपर चाहिँ काट्छ गर्नु। सिजर पेपर रक। समीको के भयो त? अर्कै भयो त गोली हानै भयो त अर्कै भयो त गोली हानै भयो त। फेरि गरौँ। सिजर पेपर रक। के हो यो भएन क्या? समी यस्तो गर्नु कि यस्तो गर्नु? अनि यस्तो गरेको छु त मैले। कहाँ यस्तो ल ल सिजर पेपर रक। ल सिजर पेपर रक तपाईँले हाल्यो पहिला त मैले हो। अब खुल गयो त हाम्रो टर्न। खुल गयो त हाम्रो टर्न। राख्नु तल भुइँमा भुइँमा भुइँमा। कतिचोटि गर्ने म 5 चोटि फ्लिप एकमै गरिदिन्छु म त। 5 चोटि म बडी लाउनु पर्यो नि त। एक 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 होइन अब फेरि उसको पालो। 5 चोटि भने होइन 5 चोटि त हो कि फेरि अब उसले गर्ने अनि उसले हार भने फेरि तिमीले एकचोटि फ्लिप गरेर उसको पालो लाउने। जसले बडी गर्छ त्यसले लाउने अनि त्यसै पछिल्लोचोटि चाहिँ अनि एकचोटि लाउने बित्तिकै हटाउने अनि त्यस पछाडि फेरि उताबाट राख्यो भने फेरि 5 चोटिमा जसले बढी गर्छ त्यसले गराउने हो क्या। ल है सुरु। म त एकैचोटिमा गर्न त थिएँ यस्ता मलाई। एक तीनमा एक अलिकति प्र्याक्टिस गरिसक्यो तर सम्झेर राख्नु लाग्यो। 3 चोटि 5मा 3 यो त हजुर। अब हाम्रो अर्को सोल्टीको पालो है त। नाक च्याप्नुलाई तयार भयो भने साथी लुड्क्यो लुड्क्यो लुड्क्यो। एकचोटि नै होला। अब एकचोटि गरेर त हारिगयो नि। अब एकचोटिमा यो ताल सरासरी गर्नुपर्छ। हारे च्याप्नु 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 है। एक 5 चोटि हेर्नु अब एकचोटि भने 2 होइन 5 चोटि हो। उसको पनि चेपेला 3 हारिसक्यो त नि लगातार 3 हारिसक्यो चेप्दैन उसलाई होइन। अब फेरि सुरु हो नि त अर्को। अनि सुरुको चाहिँ त्यस्तो हुन्न। एकचोटि तपाईँले 2 गर्नु पर्यो। 1 ल ल ल ल 2 3 जित्यो गरे फेरि चेप्ने भयो साथीलाई। जित्यो जित्यो तपाईँले जितिसक्यो। निकाले नि भयो। अब सुरु हो फेरि। लाउनु पर्यो नि उता। मैले लाउनु पर्ने हो। मैले लाउनु दिन्छु। लगाइदिने अहिले मलाई त्यो झिकन झिक 3 भयो नि। ल त्यो झिकन अहिले उसले लगाइदिने हो क्या। एक टन बाँकी होइन। 3 भयो जित्यो जित्यो जित्यो। भएन सम्झिया तनिया तनि गर्छ। आया अहिले त दुखो आया अहिले
यस्तो पलमा घुसाएर गएर घुसार्ने ठाउँ घुसार्दैन एक दुई अब नयाँ हो नि फेरि एकचोटि गरेको सक्यो तपाईँले तिमीले जित्नु कतिचोटि मैले 2 गरेँ उसले 3 गरेँ अब जसले जित्यो अब फेरि नयाँ हो क्या 5 चोटि भयो त 5 चोटि गरिसकेँ अब सुरु हो क्या पाँचचोटि एकचोटि नि ठड्यो नि तिम्रो 2 चोटि ठड्यो उसको 3 चोटि ठड्यो नि त अब फेरि नयाँ हो क्या अब जसले गर्यो फेरि नयाँ हो क्या अब पेपर 2 भयो उताको 2 होइन अब सुरु हो क्या सँग अहिलेसम्म मैले च्यापी राख्नु पऱ्यो 2 तपाईँ लुड्के एकताल ए लुडिसक्यो म 2 त जसरी अड्याउँछु म 2 त जसरी अड्याउँछु आया दुख्या एक मात्रै हो अब मैले 2 गरेँ तपाईँ लुड्क्यो ह्यान्डसम एक पनि होला जस्तो छैन ध्यान गरेर हान्नु परेको मुलालो ध्यान गरेर हान्नु परेको मुलालो अब एकै तालमा अडाएन भने म यहाँ काठमाडौँ छोडिदिन्छु यहाँ काठमाडौँ नि हो ध्यान भनेको ध्यान हो 4 चोटि भयो नि कहाँ जान्छ नि 3 चोटि कि 4.5 3 चोटि हो 3 चोटि त्यसले 4 ध्यान गरेपछि त लाट लाट हो ध्यान गरेपछि त लाट लाट हो